आज मैले तपाईँलाई 5 चिज यस्तो चिज बताउँछु जुन 5 चिजले तपाईँको घर स्वर्ग बनाउँछ। पहिलो नम्बर हो पुजारी। यदि तपाईँको घरमा कुनै एउटा सदस्य, कुनै एउटा पनि सदस्य पुजारी छ जसले 1 घन्टा, 1.5 घन्टा, 2 घन्टा, 3 घन्टा त्यसले चाहिँ पूजा जाप ध्यान गर्छ भने त्यो घरको सदस्यलाई केही पनि हुन्न र त्यो घर स्वर्ग बन्दै 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 जान्छ। कुनै नकारात्मक चिजले तपाईँको छुँदा पनि छुन्न। दोस्रो नम्बरमा के छ भन्दाखेरि तुलसीको बुटो। तुलसीको बुटोमा तपाईँले गएर साँझ तपाईँले चाहिँ दियो बालिदिने र तपाईँको चाहिँ त्यसमा चाहिँ जल राखिदिने पितृको नाममा भने पनि यो पनि राम्रो मानिन्छ। तेस्रो नम्बरमा छ के छ भन्दाखेरि कलश मेन गेटमा देब्रे दाहिने कलशको तपाईँ चाहिँ 2टा कलश राखिदिने जल भरेर है त, त्यसमा फुल जल हाल्ने। त्यो चाहिँ हाम्रो कुलाइन देउतालाई र पितृ देउतालाई हो। उहाँहरूले अब सास आएर चाहिँ त्यो जल चाहिँ ग्रहण गर्नुहुन्छ र हामीलाई आशीर्वाद दिनुहुन्छ। र चौथो नम्बरमा छ तपाईँको पञ्चमुखी हनुमानको तस्बिर। हाम्रो वास्तु बिग्रेको हुन्छ, घरमा टोयलेट कता बनेको हुन्छ, अब सामान कुन सामान कता हो धेरैलाई थाहा हुन्न। यसले चाहिँ वास्तु एकदम नराम्रो तरिकाले बिगारेको हुन्छ। यदि तपाईँले पञ्चमुखी हनुमानको फोटो लिएर आएर तपाईँले राखिदिनुहुन्छ भने त्यो तपाईँको वास्तु एकदम सही हुँदै हुँदै जान्छ है। अनि लास्ट नम्बरमा के छ भने हवन। यदि तपाईँले 1 महिनामा एकचोटि हवन गर्न सक्नुहुन्छ भने 1 महिनामा एकचोटि तपाईँको घर स्वर्ग भयो। लेखेर राख्नुहोस्। र यिनी चिज तपाईँको चाहिँ जुन पूजा गर्ने तपाईँको सदस्य पनि छ, 1 महिनामा हवन पनि हुन्छ भने पार जस्तो दरिद्रता भए पनि, जस्तो गरिब भए पनि जिन्दगीमा ऊ गरिब भएर मर्दैन, उसका सदस्य गरिब भएर मर्दैन। यो लेखेर राख्नुहोस्। अर्को कुरा के हो भन्दाखेरि अब आउने बच्चा हुन्छ नि, ती बच्चाहरू पनि कस्तो हुन्छ नि एकदम राम्रो किसिमको कुनै न कुनै ठाउँमा एकदम राम्रो प्रगति गर्ने किसिमका हुन्छन् एउटा सदस्यले गर्दा। हेर्नुहोस्, त्यही भएर जुन मैले भनेको छु यो एकदम सही कुरा हो, 100% कुरा हो। यो कुरालाई चाहिँ तपाईँले फलो गर्नु होला है त।